नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म हेर्न सक्नुहुन्छ आज भोट हाल्न गइरहेको छु। त्यसैले तपाईँहरू पनि राम्रो आफ्नो मनले कुन चाहिँलाई दिँदा देश बन्छ अनि बालबालिकाले न्याय पाउँछ जस्तो लाग्छ त्यसैलाई भोट हाल्नु होला। 2 रुपियाँ 4 रुपियाँको लागि नबित्नु होला, किनभने चाहिँ हाम्रो एउटा भोट भनेको युवाले रक्तदान गरेको त्यो एउटा चिनो हो। त्यसैले तपाईँहरूले भोट दिँदा अलि सोचेर सम्झेर दिनुहोला। मेरो भोट त सिधा घन्टीलाई हो, जसले जेसुकै भनोस् भोट घन्टीलाई नै हो। म उति टाढाबाट कोलपुरबाट तपाईँको सल्यान आएको छु। हेर्न सक्नुहुन्छ त्यो पुरा डाँडो काटेर जानुपर्छ, तर पनि भोट दिन चाहिँ आएछु। त्यसैले तपाईँहरू पनि भोट दिनुहोला, सोचेर सम्झेर दिनुहोला। अझै पनि समय छ, तपाईँहरू चाहिँ आफ्नो अमूल्य भोट खेर नफाल्नु होला। हस् त, धन्यवाद। म तपाईँलाई डाँडा काँडाको भिडियो फोटो हाल्नेछु।